तर हामीलाई गाउँको बाटो एकदम मजा लाग्छ। अब एकदम खाली हुन्छ होइन। मेन भनेको गाउँमा यस्तो गोरेटो थाहा पाउनुपर्छ क्या, अनि चाहिँ बाइक कुदाउनु मजा हुन्छ कि यताको कुदाउनै मजा हुन्छ क्या होइन। के हुन्छ र यता है। अब यो चाहिँ हाम्रो नेप्टे जङ्गल हो क्या, ठुलो क्या यो एकदम। पहिला हामी यहाँदेखि तलतिर गयो भने चाहिँ होइन हाम्रो सालामुङ जान्छ होइन। यहाँदेखि सिधै गयो भने चाहिँ हाम्रो छेमा पहिला योभन्दा धेरै ठुलो थियो, माथिबाट यस्तो भलायो क्या, भलाएर चाहिँ अनि यता पुल। मलाई फेरि एकदम चिसो मनपर्छ क्या लास्टै होइन। यो गर्मी चाहिँ म सहनै सक्दिनँ, चिसो जति पनि सहन सक्छु कि। अनि 4-5 दिन पछाडि म पनि फर्किनु पर्ने हुन्छ काठमाडौँ होइन। गाउँमा त लास्टै बस्नु चाहिँ एकदम मजा हुन्छ होइन। एकदम हावापानी एकदम रमाइलो होइन। यस्तो अब होइन हरियाली वातावरण हुन्छ नि त। अनि त्यही हो, अनि त्यही भएर चाहिँ म चाहिँ अब 4-5 दिन बस्छु। एकदम रमाइलो पनि लागिरहेछ होइन। अनि पछाडि काकाहरू पनि हुनुहुन्थ्यो, तर सँगै जा भन्दै थियो। म फेरि अलिकति घरमा काम भएको कारणले अझै फर्किँदैछु होइन। अब त्यही हो, 12 एक्जाम चलिरहेको रहेछ। चिया पानी पनि एकदम चलचल बेसी थियो होइन। अनि त्यही भएर चाहिँ अनि के अरे म चाहिँ हिँडेँ होइन। अब त्यही हो, अब गाउँको बाटो त यस्तै होइन। अब यस्तो एकदम हल्लाखुल्ली हुन्छ, यस्तै हो एकदम। तर हामीलाई गाउँको बाटो एकदम मजा लाग्छ। अब एकदम खाली हुन्छ होइन। अब यस्तो हाम्रो लागि त पिच त चिजै हो नि होइन। अब पिचमा कुदाउनुको मजा र यो कच्ची बाटोमा कुदाउनुको मजा फाल्टै खालको मजा हुन्छ क्या। त्यो भनेको चाहिँ अब होइन। अब जहिले पिचमा कुदाइराख्ने बानी होइन, त्यो पिचमा कति कुदाउने होइन। तर यो अब अप्रोडमा कुदाउनुको मजै फाल्टै हुन्छ क्या। यो चाहिँ हाम्रो वहाँपरि भन्छ क्या यसलाई। यो चाहिँ अब बिस्तारै संरक्षण गर्दै रहेछ। अब पहिला योभन्दा धेरै ठुलो थियो, माथिबाट यस्तो भलायो क्या, भलाएर चाहिँ अनि यता पुग्थ्यो। चाहिँ ढोक्नु पनि पर्छ त्यही हो मलाई। त्यही हो, अहिले चाहिँ माछा होला, अहिले माछा लगायो होला उनीहरूले। अब यहाँदेखि तलतिर गयो भने चाहिँ होइन हाम्रो सालामुङ जान्छ होइन। यहाँदेखि सिधै गयो भने चाहिँ हाम्रो छेमा हुँदै फारबोटे अनि अब यो बाटो चाहिँ प्रायः जस्तो चिरीबोटे नगवा सबैतिर जान्छ क्या यो बाटो चाहिँ। मेन हाइवे जस्तै हो भनौँ न। अनि त्यही हो, अनि हामी चाहिँ अब बसेको अब सिधै जानुपर्ने हुन्छ। किनभने घरमा धेरै काम छ, किनभने अब घरमा बाबाआमालाई पनि सहनु पऱ्यो नि त होइन। अब यतिकै घरमा आयो भनेर त्यही क्लियर मात्रै भएन होइन। घरमा बाबाआमालाई सहनुपर्छ, त्यही हो। अब तर बाटो चाहिँ यो लास्टै भयो क्या यतिको त। तर ठिकै हो होइन, केही फरक परेन हामीलाई चाहिँ। सामान्य हो यो भनेको त। अरू कोही मान्छे यति नयाँ मान्छे आयो भने कसमा मलाई गाह्रो हुन्छ क्या। तर गाउँको मान्छेहरूलाई त यस्तो बाटो त आमामा पिच हो क्या, पिच जस्तै हो। पिचभन्दा हुन्छ यस्तो बाटो त। कस्तो बाटोमा कुदाएर हुन्छ काका दाइहरूले। तर हामी त धेरै अब एक्सपिरियन्स छैन, धेरै जानु छैन। अब मेन भनेको गाउँमा यस्तो गोरेटो थाहा पाउनुपर्छ क्या, अनि चाहिँ बाइक कुदाउनु मजा आउँछ कि त्यही हो। अब थाहा भएन भने त्यो लास्टै अब कता कुदाउनु पर्ने, कता खाल्लो कता हो के हो होइन, थाहा हुँदैन क्या। त्यही भएर चाहिँ अलिकति गाह्रो हुन्छ होइन। अब त्यही हो। एकदम तर उदयपुरतिर यस्तो चिसो छैन होइन। उदयपुरतिर चाहिँ लास्टै चिसो छ है। तर यता होइन, यता चाहिँ लास्टै होइन चिसो छ क्या। मलाई फेरि एकदम चिसो मनपर्छ क्या लास्टै होइन। यो गर्मी चाहिँ म सहनै सक्दिनँ, चिसो जति पनि सहन सक्छु कि त्यस्तो हो क्या। अनि त्यही हो, यताको कुदाउनै मजा हुन्छ क्या होइन। के हुन्छ र यता है। यहाँ चाहिँ हाम्रो नेप्टे जङ्गल भन्छ क्या यता होइन। यता माता भन्छ, मातालाई ढोक्नुपर्छ होइन। अब माता भगवान् भनौँ न।
अब यता होइन अब यो चाहिँ हाम्रो नेप्टे जङ्गल हो क्या ठुलो क्या यो एकदम पहिला हामी कति धेरै के अरे चाहिँ हिँड्थ्यौँ यो बाटो पहिला गोरेको थियो नि त अनि गोरेको भएर कस्तो धेरै हिँड्थ्यो क्या यता होइन यति धेरै हिँड्थ्यो कि है तर कस्तो डर लाग्थ्यो क्या राजा यस्तो डर मर्दो हुन्थेन होइन त्यो पनि हामी हिँड्थ्यो क्या के अरे साथी साथी हुन्थ्यो प्रायः जस्तो अब यता अलिकति जङ्गल भएपछि डर लागिहाल्छ नि होइन अहिले चाहिँ रोड छ होइन अनि त्यही हो रोडमा एकदम अहिले चाहिँ खाली छ एकदम गाडीहरू हिँडिरहेको छ यता चाहिँ त्यही भएर खासै डर लाग्दैन त्यही हो रोडको के अरे जङ्गलको एकदम माथिको एरियामा चाहिँ ठ्याक्कै छ क्या एकदम सजिलो छ क्या यहाँ चाहिँ यस्तो छ क्या त्यही हो बाटो चाहिँ एकदम हाम्रो यो बाटो कसले खनेको भन्दाखेरि चाहिँ हाम्रो काकाको छोरा चासुम राईले चाहिँ खनेको हो क्या यो बाटो चाहिँ एकदम राम्रो छ क्या यो बाटो होइन एकदम फराकिलो छ होइन सबैभन्दा गाउँमा एकदम सबैभन्दा अलिकति ठुलो फराकिलो रोड भनेको नै यही हो क्या चिसापानदेखि छेमावा अनि छेमावादेखि उता कुइलिरसम्मको चाहिँ बाटो एकदम ठुलो छ क्या नत्र भन्दा एकदम सानो छ होइन अनि घचुरो छ यहाँ त के अरे 3टा बाइक गाडी ओहोरदोहोर गर्छ तिनवटा बाइक ओहोरदोहोर गर्छ गाडी 3टा गाडी चाहिँ ओहोरदोहोर गर्ने रोड बनाउनु भएको क्या हाम्रो दाइले एकदम अब त्यो जस खुसी लाग्छ यस्तो बाटो होइन जस फराकिलो रोड खनेपछि यस्तो हुँदो रहेछ क्या अब तपाईँको के अरे भल पनि एक साइडमा गयो भने नि एक साइडमा अलिकति फराकिलै हुँदो रहेछ क्या त्यही हो होइन अब यो त के देखाउने यो अब जङ्गल डरमर्दो जङ्गल होइन हामी पहिला यो ठाउँमा चाहिँ हामी चाहिँ के अरे च्याउ खोज्न जान्थ्यौँ क्या अब यो तलको रोड भन्नुहुन्छ भने यो तलको चाहिँ सालामुङ हो क्या यो सालामुङ एरिया सालामुङ भन्छ यसलाई चाहिँ अनि यो चाहिँ नेप्टे जङ्गल हो क्या ठुलो नेप्टे जङ्गल यो टाढी देखिने चाहिँ अब छिला भयो त्यसपछि तिर्जुगाको उनी देखिरहेको छ त्यहाँ होइन त्यही हो पारीतिरको यो बोपुङ हो होइन हेर्नु न गुराँस होइन गुराँस त्यो अस्ति फुलिसक्यो तर अलिअलि रहेछ एक दुईवटा यस गुराँसको बोटहरू सालामुङ यतातिर चाहिँ अब के भन्छ के अरे अनि तलको त्यो तलतिर चाहिँ उ भन्छ त्यही हो अनि चौतारा पनि राखेको रहेछ यसमा ठिक छ राम्रो हो तर हाम्रो चासुम दाइलाई चाहिँ धेरै धेरै धन्यवाद होइन किनभने हामीले चासुम दाइले गर्दाखेरि हामीले यो रोड यस्तो यो ठाउँमा यस्तो मजाले बाइक चाहिँ कुदाउनु पाइरहेछौँ होइन नत्र भने यसरी कुदाउनु पाइँदैन त कस्तो तेलेर आयो यार नत्र भने यसरी कुदाउनु पाइँदैन थियो क्या अहिले त ट्रकहरू सबै हिँड्छ क्या यतातिर होइन अब ऐसेलु भन्नुहुन्छ नि ऐसेलु त टन्नै छ होइन यस्तो छ होइन अब ऐसेलुहरू चाहिँ प्लास्टिक हुन्छ यता चाहिँ अब के अरे काफलहरू टन्नै हुन्छ क्या यता पहिला त टन्नै खाइन्थ्यो अहिले पनि अब होला म चाहिँ अब घरमा काम भएको कारणले म चाहिँ एकचोटि जानुपर्ने हुन्छ त्यही हो अब चाहिँ म चाहिँ घर सरासरी जान्छु तर बाटो एकदम चिसापानदेखि देउस छेमासम्म चाहिँ मलाई बाटो एकदम धेरै मनपर्ने हो क्या किनभने यस्तो खाली छ नि पिच रोड भन्दा हुन्छ क्या एकदम होइन के अरे अब के अरे बाइक पनि कुदाउँदाखेरि केही हल्लिँदैन केही गर्दैन है अब एकदम फराकिलो होइन आनन्द खुल्ला कुदाउनु पाइने क्या अरू ठाउँमा